ल है आज चाहिँ अब हामीहरू बस्ने यो अपार्टमेन्ट हाम्रो एरिया देखाउँदैछु। मलाई धेरै साथीहरूले चाहिँ फोन गरेर मेसेन्जरमा च्याटमा तपाईँको आफ्नो यो ठाउँ देखाउनु न कस्तो छ, तपाईँको बस्ने एरिया कस्तो छ भनेर भनिरहनु हुन्थ्यो। ठिकै त्यही भएर ठिकै छ। आज चाहिँ म यसो आज हाम्रो फेरि यसो माइन्ड फ्रेस घुम्ने पनि टाइम मिलेको थियो के अरे। अब उसलाई फेरि बिस्तारै बिस्तारै भए पनि मर्निङ अफ यसो हिँड्नुपर्छ। बस्यो भने चाहिँ उसलाई गाह्रो हुन्छ नि त, एक्सर्साइज त गरिरहनुपर्छ। अब धेरै टाढा त होइन, यहीँ हाम्रो नजिकै पार्कतिरै, नजिकै घर नजिकै हो। यो हाम्रो एरिया यो हो, हाम्रो अपार्टमेन्ट चाहिँ यो हो। यो सिधै पारी देखेको, यो पारी देखेको चाहिँ उता इन्डियनहरूको हो यो लाइन। म देखाउँछु गाइस, इन्डियनहरूको लाइन हो त्यो, पुरै तलसम्म छ, तलदेखि माथिसम्म। अब एउटा गल्ली मात्रै हो यो, यस्तो गल्ली त यहाँ हजारौँ हुन्छन् नि यहाँ। अब यो हाम्रो अपार्टमेन्टको लाइन चाहिँ यो हो एरिया। अब यो उतापट्टिको एरिया उसको इन्डियनहरूको, यो हाम्रो एरिया। हाम्रो अब यो यता हाम्रो यो नेपालीहरूको एरिया हो। अब हामीहरूको चाहिँ रुम लगभग आउन लागिसक्यो, यहीँ नजिकै छ। ल यो हो, यहाँ नम्बर छ त्यही नै हो हाम्रो 12-17 हो। किनभने घर फेरि यतातिरको सब एउटै एउटै हुन्छ क्या, झुकिन्छ फेरि नम्बर कन्ठ गर्नुपर्छ। ल गाइस आइसक्यो, ल ढोका खोल्नुहोस् त। कति ढिलो भने दङ परिरहेको छु यहाँ। बहुत ढिलो गर्ने बानी के, मेरो खराब बानी छ, मेरो खराब दिए हुन्छ सराप। ल मिठो चिया बनाएर खाइदिउँ न त। ल फेरि के खान मन लागिरहेको होला उसलाई फेरि फलफुल भनेपछि मरिहाल्ने। फेरि म यो ग्याङगुडुङ यताउति फलफुलतिर फेरि छैन। फेरि मिठो चिया हानिदिउँ भन्ने कुरा हो, ठिकै छ। अब उसको पनि इच्छा पुरा होस्, उसलाई जे मन गराउनु लाग्छ ऊ गर्छ। ल ठिकै छ, म त खाँदैन, म त चलिदिएको।